दरिका आन्टी आन्टी झर्नु न ऊ एउटा नानीलाई पनि बोलाउनु त एकजनालाई एकजना त रक्षा खुसी रक्षालाई बोलाउनु सन्तोष लाइभ होइन हजुर अब सिधा ठिक छ के छैन हुन्छ हात दिँदैछु ल ठिकै छ अनुसार हुन्छ बिस्तारै आउँछ त्यो ल बिस्तारै पालै पर्खेर है अब के गर्नु अब हतार भयो जस्तो ल टेन्सन भइरहेछ कस्तो सन्तो भाइ हाम्रो पो गर्दैन नि त हाम्रो ल ए भाइ यसको महत्त्व के छ भन त महत्त्व हुने बेला नगरेपछि महत्त्व अब यसको महत्त्व हुँदैन त जे भयो नि महत्त्व हामी त कहाँ किन चाल्दै थिएन नि के अरे बहिनी के थाहा न आन्टी म उहिले खाइसकेको आज सुरुमै आउनु यहाँनिर आउनु ल यहाँ ठाउँ छ ल त्यता होइन आन्टी त्यता होइन यही लाइनमा यही लाइनमा आउनु ल आन्टी श्री ल माइली दिदी तपाईँ भन्नु त अब सन्तोष एकचोटि यो समात्नु मेरो भाइ म पनि आउनु पऱ्यो अनि ल दिदी बस्नु जिबीमा बन्छ भिडियो पनि ल अब ह्याकिङ भन्दै यहाँ वडा सदस्य तिलमाया पहिल्यै पाएँ मिसाले त खानु हुँदैन रहेछ यहाँ उनीहरूले त कसम खान्छन् अरे त झोलामा हालेर पठाइदिनु पर्थ्यो बोलाएर हामीलाई तर भेट्न चाहिँ जानु भात थप्ने प्लिज बिस्तारै ल अनुसारले बाँड्दैछ उसलाई रहर लगाएर छ बिस्तारै ल्याउँछ केही चिन भन्नु हेरे होइन अनुसारलाई केही भनौँ कि हेरिसक्यो बनाऊ मैले बनिहाल्दै रक्छ बहिनीलाई एउटा दिनु पर्यो गरिहाल्नु मलाई त अघि त यस्तो टेन्सन भयो कि यो भाइदेखि अस्ति त याद भएन अब नवीन दाईको छोरो चाहिँ कहाँ गएछ भन्ने कुरो भयो क्या मलाई चाहिँ
डेलीहरूलाई त सबैलाई देखिरहेको छु अनि म त अत्तालिने एकैछिन ठ्याक्कै नाम बोलाएको त हजुर भन्दा हरायो कि भनेर नि पालो आउँदैछ होइन दिन्छु यहाँ तरिका आन्टीको पालो छ कि पालो मिचेर अचार होइन मासु चाहिँ राम्रो छ भनिदिनु न उहाँले पकाउनु भएको तँ नभनेकोले उहाँ अचार राम्रो के एउटा राम्रो पोलेको मासु झन् मिठो हुन्छ बाबा आराले काट्छ सट्टै दैले खानु भएन अब के गर्नु है अनि उसको बारेमा भात पकाइराखेर बोलाएपछि चाहिँ यति कुरा बुझ छोरी चेलीहरू मात्रै ग्रुप बाँकी थियो यति नै बुझ्नु है लु आउनु छ तिमी पनि बस्नु त अब एकचोटि हो कुरा सही हो लु यहाँ भन्नु छ लु अनुसारले खाइसक्यो नानी एकछिन भिडियो रोक त